विभिन्न मन्त्रालयदेखि कूटनीतिक नियोगसम्म र संस्थानदेखि विकास आयोजनासम्म दलीय भागबण्डका आधारमा नियुक्त गरिएका पात्रको ठूलो संख्या अहिले सरकारी संयन्त्रमा जरा गाडेर बसेको छ। तर यसपटक परिस्थिति फरक छ। 2/3 नजिकको जनमतसहित आगामी चैत 13 गते सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राजनैतिक नियुक्ति खाएकालाई पद त्याग्न आह्वान गरिसकेको छ। तर नियुक्ति खाएकाहरू चुपचाप छन्। कहाँ कहाँ हुन्छ राजनैतिक नियुक्ति, यो हेरौँ। झण्डै 2/3 बहुमत सहित सरकार गठनको तयारीमा रहेको रासोपाले राजनीतिक नियुक्ति खाएकाहरूलाई राजीनामा दिन आग्रह गरेको हप्ता दिन बित्न लाग्दा पनि कसैले राजीनामा दिएको पत्र सार्वजनिक भएको छैन। बरु विगतमा जस्तै नयाँ सरकारले दिने अवकाशको पत्रपछि अन्तरिम आदेश माग्दै अदालतको ढोका ढकढकाउन लाइन लाग्ने हो कि भन्ने शंका फेरि पनि छ। नेपालको प्रशासनिक र राजनीतिक संरचनामा राजनीतिक नियुक्ति अत्यावश्यक पनि र दलहरूको कार्यकर्ता भर्ती केन्द्र पनि दुवै बन्ने गरेका छन्। अत्यावश्यक यस मानेमा कि प्रणाली नै यस्तै सेट गरिएको छ जसका कारण कतिपय पदमा राजनीतिक नियुक्ति आवश्यक छ, र कार्यकर्ता भर्ती केन्द्र यस मानेमा कि अत्यावश्यक ठाउँमा मेरिटोक्रेसी भन्दा बढी नेपोक्रेसी अर्थात् योग्यता भन्दा पनि नातावाद र कृपावादमा आधारित नियुक्ति बाँडिन्छन्। विज्ञता भन्दा पनि झण्डा र नाता हेरेर गरिने यस्ता नियुक्तिले राज्यको ढुकुटीमा अर्बौंको भार मात्र थपेका छैनन्, सुशासनको बाटोमा समेत तगारो हालेका छन्। रासोपाले सरकार बनाउनु अघि नै यस्ता नियुक्तिधारीहरूलाई विदा गर्न चाहेको छ। कहाँ कहाँ हुन्छन् त यस्ता नियुक्ति? कूटनीतिक आयोग विभिन्न देशका लागि नियुक्त गरिने राजदूतहरूमध्ये 50% भन्दा बढी राजनीतिक भागबण्डाका आधारमा पठाइन्छ। संवैधानिक निकाय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग जस्ता निकायमा नियुक्त हुने आयुक्तहरू र सदस्यहरूमा दलीय छाया स्पष्ट देखिन्छ। यद्यपि प्रक्रियागत ढंगबाट नियुक्त गरिने भएकाले संवैधानिक निकायको नियुक्तिलाई सिधै राजनीतिक नियुक्ति भन्ने गरिएको छैन। राष्ट्रिय योजना आयोग उपाध्यक्ष र सदस्यहरू सिधै प्रधानमन्त्रीको चाहनामा नियुक्त हुन्छन्। संस्थान र बोर्डहरू नेपाल टेलिकम, विद्युत प्राधिकरण कतिपय अवस्थामा, नेपाल वायु सेवा निगम, राष्ट्रिय खेलकुद परिषद जस्तै विभिन्न नामका परिषद, विश्वविद्यालय र प्रतिष्ठान, उपकुलपतिदेखि रजिस्ट्रारसम्म र प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू। कतिको रोजगारी गुम्ला। यसरी नियुक्ति खानेको एकिन तथ्याङ्क नभए पनि विभिन्न मन्त्रालय माताहतका बोर्ड, विकास समिति, संस्थान, विश्वविद्यालय र कूटनीतिक क्षेत्र गरी नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा 1000 जनासम्म मुख्य राजनीतिक नियुक्तिहरू रहेको अनुमान गरिन्छ। स्थानीय तह र प्रदेश तहका नियुक्तिहरू जोड्ने हो भने यो संख्या अझै ठूलो हुन सक्छ।